हेलो नमस्ते साथीहरू, सदाको चाहिँ आज पनि म उपस्थित भइसकेँ। अहिले बिहानको 11:30 भइसकेको छ। उठ्न चाहिँ म बिहानै उठेर म खानासाना बनाएर खाना खाएर अहिले चाहिँ म कोठाभित्रबाटै भ्लग सुरु गर्न गइरहेको छु। मेरो सानो भिडियो सानो भ्लग बनाउन अथवा अब जानी नजानी भर्खरै भिडियो बनाउने प्रयास गर्दैछु। अब क्यामेराको अगाडि बोल्नलाई अलिकति अप्ठ्यारो लाग्दो रहेछ, बोल्न पनि आउँदैन। पहिला सुरु भन्नाले हिजोदेखि चाहिँ मैले सानो मिनी भ्लग जस्तै छोटो भ्लग बनाउन सुरुवात गरेको छु। हाम्रो यहाँ सिन्धुलीमा चाहिँ आज 3 दिन भयो घामको दर्शन देख्न पाएको छैन अनि एकदमै चिसो छ। बाहिर पुरै ड्याममै हुस्सु लागेको, हुस्सु मात्र लागेको छैन, पुरै त्यो पानी परेको जस्तो मसिना आँखाले देख्न नसक्ने पानीको छिट्काहरू परिरहेको छ। एकदमै जाडो छ। आगो फुकेर तापेर बसौँ, आगो फुकेर बसौँ भन्दा नि आगो फुक्ने ठाउँ छैन, दाउरा छैन, धेरै गाह्रो छ। अनि हजुरहरूको ठाउँतिर चाहिँ कस्तो छ के छ थाहा भएन। हाम्रो यतातिर चाहिँ एकदमै जाडो छ। जाडो चाहिँ एकदमै 3 दिन भयो एकदमै जाडो परेको छ। यति बाक्लो लुगाहरू ज्याकेटहरू लगाएको छौँ अनि ब्ल्याङ्केट ओढेर सिधा भित्रै बसिरहेको छु। एकदम चिसो छ। अनि त्यही हो, सानो भिडियो ल्याउने कोसिस गरेको छु। हजुरहरूले साथ सपोर्ट गर्नुहुन्छ भने पुनः आशाको साथ आज चाहिँ म यत्तिकैमा मेरो आजको भिडियो चाहिँ म यत्तिकैमा इन गर्न चाहन्छु। हस् त, बाई बाई सबैजनालाई।